नमस्कार, स्वागत छ यहाँ आजको श्रृङ्खलामा। आजको श्रृङ्खलामा हामीले कम्पनीको प्यान कसरी अप्लाई गर्ने भन्ने विषयमा चर्चा गर्छौँ। सँगै रहनुहोला। हामी प्यान अप्लाई गर्नको लागि सुरुमा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जान्छौँ। त्यसपछि हामी करदाता पोर्टलमा जान्छौँ। यहाँ आएर हामी रजिस्ट्रेसनमा क्लिक गर्छौँ। त्यसपछि एप्लिकेसन फर बिजनेस रजिस्ट्रेसनमा जान्छौँ। यहाँ आइसकेपछि हामीले युजर नेम राख्नुपर्ने हुन्छ, यो जे पनि राख्न मिल्छ। त्यसपछि हामीले पासवर्ड, फेरि पासवर्ड राख्छौँ। त्यसपछि यहाँ सम्पर्क नम्बर, यहाँ इमेल राख्छौँ। त्यसपछि हामी यदि इन्कम ट्याक्समा मात्रै दर्ता हुने हो भने हामी यहाँ मात्रै टिक लगाउँछौँ र हामी सँगसँगै भ्याटमा पनि जाने हो भने हामी भ्याटमा पनि टिक लगाउँछौँ। त्यसपछि हामी कुन कर कार्यालयमा दर्ता गर्ने हो त्यो छान्नुपर्ने हुन्छ। हामीले त्यो छानिसकेपछि ओके गर्छौँ। ओके गरिसकेपछि यो नोटिफिकेसन आउँछ, हामी यस गर्छौँ। यस गरिसकेपछि हामी यो पेजमा आइपुग्छौँ। अब यहाँ हामी बिजनेस टाइप छान्छौँ। यसमा हाम्रो बिजनेस हो। त्यसपछि बिजनेस सब टाइपमा जान्छौँ। यहाँनिर हाम्रो प्राइभेट लिमिटेड कम्पनी हो। त्यसपछि डु यु अलरेडी ह्याभ अ प्यान भनेको छ। हामीले चाहिँ कम्पनी दर्ता गर्दाखेरि कम्पनी रजिस्ट्रारको कार्यालयले एउटा प्यान चाहिँ हामीलाई आरक्षण गरेर राखिदिएको हुन्छ। त्यही भएर हामीले यस गर्छौँ। त्यसपछि हामीले यहाँ ओसिआरमा टिक लगाउँछौँ। त्यसपछि यहाँ हामीले त्यो कम्पनी रजिस्ट्रार कार्यालयले दिएको अलर्ट गरेको प्यान नम्बर हामीले यहाँ राख्छौँ। त्यसपछि हामीले यहाँनिर कम्पनी रजिस्ट्रेसन नम्बर राख्छौँ र हाम्रो कम्पनी कहिले दर्ता भएको थियो त्यो दर्ता मिति यहाँ राख्छौँ र कन्टिन्यू गर्छौँ। कम्पनी रजिस्ट्रार कार्यालयले दर्ताको कागजात दिँदाखेरि एउटा यसरी स्थायी लेखा नम्बर सुरक्षित गरिएको बारे भनेर एउटा पत्र दिएको हुन्छ। यसमा यहाँनिर युजर आइडी पनि दिएको हुन्छ, त्यसपछि पासवर्ड पनि दिएको हुन्छ र सबमिसन नम्बर पनि दिएको हुन्छ। हामीले यो युजर आइडी, पासवर्ड र सबमिसन नम्बर युज गर्दैनौँ, किन भन्दा हामीले धेरै जसो यो राखेर विवरणहरू भर्दा सबमिट गर्ने बेलामा समस्या आउने हुनाले हामीले युजर आइडी, पासवर्ड र सबमिसन नम्बर बेग्लै बनाउँछौँ। तर हामीले यहाँ दिएको प्यान नम्बर भने त्यहाँ गएर उल्लेख गर्छौँ। हामीले कन्टिन्यू गरिसकेपछि यो पेजमा आइपुग्छौँ। यहाँनिर सबमिसन नम्बर दिएको हुन्छ। हामीले यो सबमिसन नम्बर सेभ गरेर राख्छौँ। त्यसपछि हामीले यहाँ क्रमबद्ध तरिकाले कम्पनीको नाम नेपालीमा, कम्पनीको नाम इङ्ग्लिसमा, त्यसपछि यहाँनिर दर्ता गर्ने निकाय के हो, हाम्रो केसमा कम्पनी रजिस्ट्रार कार्यालय हो, त्यही भएर यहाँ हामीले कम्पनी रजिस्ट्रार कार्यालय लेख्छौँ। त्यसपछि कारोबार सुरु हुने मिति के राख्ने हो, हामीले यो प्यानको रजिस्ट्रेसन गरेको डेट अथवा त्योभन्दा पछिको कुनै डेटमा सुरु गर्ने हो भने त्यही अनुसार यहाँ डेट राख्नुपर्ने हुन्छ। उचित भने हामीले जुन दिन यो निवेदन भर्दैछौँ त्यही निवेदनको डेट राखिदिँदा हुन्छ। त्यसपछि के यो नयाँ कारोबार हो वा हक हस्तान्तरण हो भनेको छ, यो हाम्रो नयाँ कारोबार हो, हामीले यसमा टिक लगाउँछौँ र हामी पहिला यति भर्छौँ। माथिको यति विवरण भरिसकेपछि हामी तल आउँछौँ। यहाँनिर आएर हामीले मुख्य कार्यालयको ठेगाना भर्नुपर्ने हुन्छ। अब हामीले यहाँ जिल्ला छान्छौँ। त्यसपछि यहाँ क्षेत्र छान्नेमा क्लिक गर्छौँ। यहाँ अटोमेटिक 00 आयो, हामीले यसलाई केही गर्दैनौँ। त्यसपछि यहाँ टोल छान्छौँ। त्यसपछि यहाँ घर नम्बर छान्नुपर्ने हुन्छ। यदि घर नम्बर थाहा भएन भने 2वटा 0 लगाइदिँदा हुन्छ। त्यसपछि हामीले यहाँ वडा नम्बर राख्छौँ। यो चाहिँ हामीले कम्पनी दर्ता गर्दा प्रबन्ध पत्र र नियमावलीमा कुन ठेगाना राखेका छौँ त्यही ठेगाना हुनुपर्छ। त्यसपछि यहाँ महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका के हो त्यो छान्नुपर्ने हुन्छ। यति गरिसकेपछि हामी यहाँनिर गएर मोबाइल नम्बर भर्नै पर्ने हुन्छ र इमेल आइडी भर्नै पर्ने हुन्छ। अरू चाहिँ यहाँको विवरण अरू इग्नोर गर्दा हुन्छ। त्यसपछि हामी इफ रेन्ट अर हायर भनेको छ र यहाँ टिक लगाउँछौँ। त्यसपछि हामीले यहाँ घरधनी अथवा जग्गाधनीको यहाँ प्यान नम्बर राख्छौँ। यदि प्यान नम्बर छैन भने यहाँ हामीले म्यानुअली नाम चाहिँ टाइप गर्छौँ। त्यसपछि भाडा सम्झौता कहिले गरिएको थियो त्यो विवरण यहाँ राख्छौँ। त्यसपछि हामीले कति एरिया भाडामा लिने हो त्यो यहाँ राख्छौँ। त्यसपछि घर तथा जग्गाको ठेगाना के छ हामीले यो एक एक गर्दै भर्छौँ। हामीले यहाँ अब घरधनी अथवा जग्गाधनीको विवरणमा यहाँ हामीले फोन नम्बर मात्र राख्दा हुन्छ। त्यसपछि हामीले यहाँ एड गर्छौँ। एड गरिसकेपछि त्यसको विवरण यहाँनिर कम्पाइल भएर आउँछ। त्यसपछि हामी तल यहाँ पत्रचार गर्ने ठेगाना भर्छौँ। त्यसपछि हामीले यहाँ पनि मोबाइल नम्बर र इमेल आइडी राख्नै पर्ने हुन्छ। यो पनि अपडेट गर्छौँ। यति अपडेट गरिसकेपछि अब यहाँ सञ्चालकको विवरण भनेको छ। हामीले हाम्रो कम्पनीको सञ्चालकहरूको यहाँ प्यान नम्बर राख्छौँ। त्यसपछि ट्याब गरेपछि यहाँ अटोमेटिक विवरण आउँछ। त्यसपछि एड सञ्चालक गर्छौँ। त्यस्तै गरी हाम्रो कम्पनीमा जतिजना सञ्चालक छन् त्यति पटक हामीले यहाँ उनीहरूको प्यान नम्बर राखेर एड सञ्चालक गर्नुपर्ने हुन्छ। यहाँबाट पनि यहाँहरूले बुझ्न सक्नुहुन्छ कि दर्ता गर्नको लागि हरेक सञ्चालकको प्यान लिन चाहिँ अनिवार्य छ भनेर। एड सञ्चालक गरिसकेपछि सञ्चालकको विवरण यहाँ आउँछ। त्यसपछि अर्को सञ्चालक एड गर्नलाई फेरि यहाँ प्यान नम्बर राख्ने, ट्याब गर्ने, यहाँ विवरण अपडेट हुन्छ। त्यसपछि एड सञ्चालक गर्ने। त्यसपछि हामी तल आउँछौँ। यहाँनिर बैंक खाता विवरण भनेको छ, यो अपडेट नगर्दा पनि हुन्छ, हामीले यसलाई इग्नोर गर्छौँ। त्यसपछि हामी यहाँ बायोमेट्रिक प्रायोजनको लागि भनेको छ। हामीले कम्पनीको प्यान लिन जाँदाखेरि कर कार्यालयमा हामीले यहाँ अपडेट गरेका सञ्चालकहरूमध्ये कोही एकजनाको बायोमेट्रिक गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले यहाँ मध्ये कोही एकजनाको यहाँ प्यान नम्बर राखेर हामीले विवरण अपडेट गर्नुपर्ने हुन्छ। यहाँ सुरुमा हामीले पद छान्छौँ। त्यसपछि यहाँ प्यान नम्बर राख्छौँ। त्यसपछि यहाँ नाम अटोमेटिक आउँछ। त्यसपछि यहाँ भनिएको छ आय विवरण प्रायोजनको लागि लागू हुने मिति भनेको छ। हामीले यो निवेदन जुन मिति भर्दैछौँ त्यही मिति नै राख्छौँ। यति भरिसकेपछि हामी फेरि माथि आउँछौँ। माथि आइसकेपछि हामीले यहाँनिर कारोबारको मुख्य स्थान देख्न सक्छौँ। यहाँ क्लिक गर्छौँ। यहाँ
भनिएको छ यदि मुख्य कार्यालय भन्दा फरक भएमा मात्र भर्नुहोस् भनेको छ। हाम्रो यो फरक छैन, त्यही भएर हामीले यसलाई इग्नोर गर्छौँ। त्यसपछि यहाँ व्यावसायिक विवरणमा जान्छौँ। अब यहाँ हामीले आफ्नो उद्योगको टाइपहरू यहाँ छान्नु पर्ने हुन्छ। अब यहाँ हामीले कुनमा पर्छ, यसमा कुनमा पर्छ, यसमा कुनमा पर्छ, हामीले त्यो अनुसार भर्दै जान्छौँ। यदि यहाँहरूलाई कन्फ्युजन लाग्यो भने चाहिँ तपाईँले यहाँ भएको मध्येकोमा कुन चाहिँ यहाँहरूको लागि मिल्दोजुल्दो हुन्छ त्यो कुनै एउटा मात्रै टिक लगाउँदा पनि हुन्छ, त्यसले फरक पर्दैन। हामीले पहिला यो छानौँ है त। हामी माथिको विवरण भरिसकेपछि यहाँ तल आउँछौँ। अब हामीले यहाँ बिजनेसको NSIC कोड राख्नुपर्ने हुन्छ। यसको लागि हामीले पहिला गुगलमा जान्छौँ। त्यसपछि IRD NSIC कोड भनेर सर्च गर्छौँ। त्यसपछि यहाँ आन्तरिक राजस्व विभागको एउटा लिङ्क आउँछ, यसमा जान्छौँ। हामीले यहाँ गएर डाउनलोडमा गइसकेपछि यहाँ ठुलो गरी पेज खुल्छ। अब हामीले हाम्रो कम्पनीको उद्देश्य यहाँ खोज्छौँ। यहाँ खोजिसकेपछि त्यसको कोड के हो त्यो कोड नोट गर्छौँ। यहाँहरूले पनि आफ्नो कम्पनीको उद्देश्य प्रबन्ध पत्रमा के छ त्यो हेर्नु होला र ती विभिन्न उद्देश्यको विभिन्न कोडहरू हुन्छन्, ती कोडहरू नोट गर्नु होला। NSIC कोड नोट गरिसकेपछि हामी यहाँ जान्छौँ। त्यसपछि यहाँ NSIC कोड भनेर राख्छौँ। अब हामीले सर्च गरेको NSIC कोड यहाँ टाइप गर्छौँ। त्यसपछि सर्च गर्छौँ। सर्च गरेपछि यहाँ चेक बिजनेस क्लास भनेको छ, हामीले यसमा ओके गर्छौँ र यहाँनिर रहेको बिजनेस क्लासमा क्लिक गर्छौँ। त्यसपछि यहाँ विभिन्न अप्सनहरू आउँछन्। यहाँ देखाएको उद्देश्यहरूमध्ये आफ्नो उद्देश्य कुन हो त्यो हामीले एकपटक हेरेर त्यसलाई सिलेक्ट गर्छौँ। यहाँ सिलेक्ट गरिसकेपछि यदि हाम्रो मुख्य NSIC यही हो भने हामीले यसमा टिक लगाउँछौँ। यदि होइन भने हामीले एड मात्रै गर्छौँ। त्यसपछि फेरि अर्को NSIC कोड सर्च गर्छौँ। हामीले आफ्नो NSIC कोड यसरी अपडेट गरिसकेपछि हामी फेरि माथि आउँछौँ। त्यसपछि यहाँनिर व्यावसायिक व्यक्तिगत विवरण भनेको छ, यसमा जान्छौँ। अब यहाँ भनेको छ प्रमुख कार्यकारी अधिकृत प्रोप्राइटर सञ्चालक भन्दा फरक भएमा मात्र यहाँ CEO को इन्फर्मेसन भर्ने भनेको छ। तर हामीले फरक नभएमा पनि यो भरेर जानुपर्ने हुन्छ। त्यही भएर हामीले बाहिर बायोमेट्रिक गर्नको लागि जसको प्यान अपडेट गरेका थियौँ हामीले यहाँ पनि त्यही प्यान राखिदिन्छौँ। यदि हामीले यो नभरि गयौँ भने चाहिँ फेरि प्यान दर्ता गर्ने बेलामा त्यहाँको अधिकृतले यसलाई रिजेक्ट गरिदिन सक्छ र फेरि भरेर ल्याउन भन्न सक्छ। हामीले योभन्दा अगाडि एउटा कम्पनी दर्ता गरेर जाँदाखेरि हामीले यो नभरि गएका थियौँ, त्यही भएर हाम्रो रिजेक्सनमा परेको थियो। त्यसैले हामीले यहाँ चाहिँ विवरण भरेर जान्छौँ। यसको लागि हामीले यहाँ प्यान अपडेट गर्छौँ। सामान्यतया हामीले यहाँ प्यान नम्बर राखेर ट्याप गरेपछि यो माथिका विवरणहरू अटोमेटिक आउँछन्। त्यसपछि हामीले यहाँ उसको ठेगानाहरू मात्रै भर्नुपर्ने हुन्छ। यो मेरो केसमा भने यहाँ प्यान नम्बर राखेर ट्याप गर्दा पनि यहाँ हाम्रो विवरण अपडेट भएन, त्यही भएर यसमा मैले म्यानुअल्ली टाइप गर्छु। माथिको सम्पूर्ण विवरण भरिसकेपछि मैले यहाँ मोबाइल नम्बर र इमेल पनि अपडेट गर्छु। त्यति गरिसकेपछि हामी यहाँ तल रहेको कन्ट्याक्ट पर्सन इफ अदर देन CEO भनेको छ, हामीले यसलाई इग्नोर गर्छौँ। त्यसपछि हामी यहाँ माथि शाखाको विवरणमा जान्छौँ। यदि शाखा छ भने हामीले यहाँ विवरण भर्छौँ, यदि छैन भने हामीले इग्नोर गर्छौँ। हाम्रो केसमा छैन, त्यही भएर इग्नोर गरेँ। त्यस्तै गरी गोदामको विवरण पनि नरहेको हुनाले मैले इग्नोर गरेँ। त्यसपछि हामी सिधै तल आउँछौँ। त्यसपछि यहाँनिर गएर सेभ गर्छौँ। सेभ गरिसकेपछि हामी यहाँनिर रहेको सबमिटमा जान्छौँ। त्यसपछि यहाँ नोटिफिकेसन आउँछ, हामीले यस गर्छौँ। हाम्रो रजिस्ट्रेसन इन्फर्मेसन सेभ्ड सक्सेसफुल्ली भनेको छ र सबमिट पनि भयो भनेको छ, हामीले ओके गर्छौँ। त्यसपछि हामी यहाँनिर रहेको प्रिन्टमा क्लिक गर्छौँ। प्रिन्टमा क्लिक गरिसकेपछि यसरी हाम्रो प्यानको लागि एप्लिकेसन आउँछ। अब हामीले यसलाई डाउनलोड गर्छौँ, प्रिन्ट गर्छौँ। त्यसपछि आवेदकको दस्तखतमा जो बायोमेट्रिक गर्न जान्छ सञ्चालक, हामीले उसको दस्तखत यहाँ गराउँछौँ। त्यसपछि आफ्नो कम्पनीको छाप यहाँ लगाउनु पर्ने हुन्छ। त्यसपछि दस्तखत गर्ने व्यक्तिको नाम यहाँ राख्छौँ। त्यसपछि हामीले कर कार्यालयमा प्यान दर्ताको लागि आवश्यक अन्य कागजातहरूको साथमा निवेदन दिनुपर्ने हुन्छ। अब कर कार्यालयमा दर्ता गर्नको लागि हाम्रो यो अनलाइन प्रोसेस बाहेक अरू के कागजातहरू चाहिन्छन् भन्ने विषय हामी अर्को भिडियोमा चर्चा गर्छौँ। आजको भिडियोमा हामीले यो अनलाइन एप्लिकेसन कसरी भर्ने मात्र सिक्यौँ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। साथै केही सल्लाह सुझावहरू छन् भने कमेन्ट सेक्सनमा अवश्य लेख्नु होला। त्यस्तै गरी हाम्रो च्यानललाई सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।